Welcome to my channel. के छ गाइज, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ आज गोदावरी होटल भ्यू भित्रपट्टि जाँदैछु अफिसको कामले गर्दा। बाटोमा के हुन्छ हेर्दै जानु होला है। हजुरहरूले माया सपोर्ट गर्नै छोड्नु भयो खै, माया देखाउन सक्नु भएन, खै माया नगर्नु भयो कि प्लिज माया चाहिँ गरिदिनु होला है। ए झन्डै ल के गरे, बुलेटको चाहिँ हिरो हो क्या। ताराहरू के गर्नु गाह्रो छ। जडीबुटीको जाममा परियो होइन। अब यहाँ चाहिँ यही हो क्या, जाममा धेरै परिन्छ। तर आज लक्कीली जाम खोल्यो कि क्या हो। जाम खोल्यो है, खोल्यो है। ल don't, she was gone. कोटेश्वरमा नि जाम त अति नै हुनु थालेको छ यार। के हो जाम त जतै हुन्छ नि, काठमाडौँ हो। Real lines 980. कुनै चाहिँ कस्तो जोसै हरायो मेरो त। किन हो यस्तो सपोर्ट नपाएर एकदम जोस जाँगरै हरायो क्या मेरो त। सपोर्टै गरिदिनु भएन, माया गर्नु भएन। किन हो त्यस्तो हेला गरेको तपाईँहरूले। तिनकुने चौकी रिकभर हुँदै रहेछ, बनाउँदैछ। ल गाइस, म चाहिँ बानेश्वरबाट निस्केँ है, शङ्खमुलतिरबाट हुँदै पाटन हुँदै साटोबाट निस्केर गोदावरीतिर जान्छु। त्यस्तै छ आजको चाहिँ। अब त्यस्तो लामो भ्लग चाहिँ हुँदैन, अलिक छोटै हुन्छ है। शङ्खमुल आइपुग्यो।
छाटो बाटो चोक आइपुगेँ। यहाँबाट सिधा गोदावरी बनैमा लाखा मलाई मनैमा। सेल्सबेरी त्यो चाहिँ हो सेल्सबेरी खाने गोदावरी नर्सरी। फुल किन्न मन छ भने आउनुहोस् है गोदावरी नर्सरीमा। एलए स्कुल। एलएमा को पढ्नुहुन्छ कमेन्ट गर्नुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् प्लिज। अस्ति 1 महिना अगाडि कि कति 1.5 महिना अगाडि यही हो त्यो महाधिवेशन भएको बेला नेता गाइडले हानिदिएको बच्चालाई यहीँ हानिदिएको बन्द भएको थियो नि हिजोमा महाधिवेशन काङ्ग्रेसको एमालेको हो क्या एमालेको महाधिवेशन हुँदाखेरि। अहिले त्यो महाधिवेशन गरेको ठाउँ पनि देखाउँछु कति ध्वस्त भएको छ भनेर। त्यसरी बच्चा हानेर भाग्न चाहिँ नहुने थियो होइन। अब त्यही हो सरकार भएको मान्छेहरू जे गर्न नि पाइन्छ जे गर्दा पनि हुन्छ। अब सोधा सादा मात्रै हो जे कुरा पनि फस्ने। ठुल्ठुलो मान्छे त कहाँ जे गरेर हिँड्दा नि फ्रिडम हुने होला। अरूको ज्यान त ज्यानै होइन। थैवा चोक आइपुग्यो। हाम्रो पसल यहाँ पनि छ है आइसक्रिम। यहाँ लिक्विड स्टोरमा पनि पाउँछ है भिलेजको। थैवा चोकमा बस्नुहुन्छ भने यहाँ आएर भिलेजको आइसक्रिम टेस्ट गरिदिनु होला है। कस्तो लाग्छ के लाग्छ कमेन्ट गरिदिनु होला। यो चाहिँ बाँडे गाउँ हो। मैले थैवा चोक भनेछु है मिस्टेकली। थैवाचोकको तल हो। यो चाहिँ बाँडे गाउँ हो। बाँडे गाउँ चोकबाट राइट गयो भने गोदावरी भिलेज पुग्छ। यता चाहिँ गोदावरीतिर गइन्छ। सेल्सबेरी यहाँ पनि रहेछ। सेल्सबेरी अनि बिगमा एनएससी ब्याङ्क जताततै हुन्छ है। यो बर्गर हाउस म चाहिँ अब होटल भ्यूपट्टि आइपुग्नु लाग्यो। अब आइपुग्नु छ। ए गाइज अब भिडियो हालिरहेको छु। हजुरहरूले सपोर्ट गरिदिनु भएको छैन गरिदिनुहोस् है। हजुरहरूले माया दिने त हुने हो। ए होटल भ्यूपट्टि
गाइस म चाहिँ यहाँबाट फर्केँ अब फर्केर त साइनमा घरतिर जाँदैछु काम भयो अब आज चाहिँ बस्छु भोलि बिहानै फर्किन्छु अफिस यतैबाट यहाँ एउटा ठुलो होटल बन्दैछ अब यो होटल बन्न थाले त 5-6 वर्षै भइसक्यो यो सेतो कलरको दामी नै बनाउनु लाग्छ एमालेको महाधिवेशन भएको ठाउँ देखाउँछु त्यो ठाउँको अहिले कस्तो भयो पनि देखाउँछु यो चाहिँ गोदावरीको माइक्रो स्टेसन माइक पार्क भन्छ के भन्छ होइन कस्तो राम्रो बनाएको ल हेर त ल अस्ति गरेर के गरेर यस्तो हेर यही हो ल दोस्त छ दोस्त तोडफोड केही पनि राम्रो छैन सबै महाधिवेशन भएको यहीँ हो त्यस्तै छ दोस्त ल गाइस आजको लागि चाहिँ यति नै है प्लिज लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला प्लिज हजुरको मायाको खाँचो छ माया चाहिँ गर्न नछोड्नु होला